नेता मन पर्छ दाइ तपाईलाई? मन पर्ने त केपी ओली हो हजुर। तर जिउँदो होइन मरेको। आज हाँसी हजुर। किन हर्क साम्बाङ्ने चाहिँ किन? भिजन छ राम्रो। के छ भिजन? ढुङ्गा बोकाउँछ, जिउ दुखेको निको पार्छ नि। लाउनु भयो भनेपछि 2 लाख युवा काठमाडौँमा आउनेछन्। हो केपी बाले सिटी स्वर लाउने बित्तिकै 2 लाख युवा चाहिँ यस्ता खालका आउँछन्। यहाँ माथि हेर्नुहोस् त साथीहरू। अरे त्यही भएर केटा मैले भनेको त्यही भएर। हेलो एभ्रिवान, लो सो नमस्ते फ्याफुल्ला सबैजनालाई आराम हुनुहुन्छ। आई होप सबैजना ठिकठाक फिट एन्ड फाइन हुनुहुन्छ नि त। टक्कलाई आज चुनावको माहौल बनिरहँदाखेरि होइन, आज एउटा भिडियो रियाक्सन गर्नु गएर जुन चाहिँ बालिन शाह भर्सेस केपी ओली हुँदैछ, त्यो पनि झापा 5 है त। यसको अब रियाक्सन गर्नु गइरहेको छु एभ्रिवान। भिडियो हेर्नुभन्दा अगाडि च्यानल जो नयाँ हुन्छ प्लिज च्यानल लाइक सेयर अनि सब्सक्राइब गरिदिनु होला होइन। अनि त्यसपछि यो पालिको भोटको लाइक कमेन्ट्स गर्नु होला है, कमेन्ट्स गर्नु होला एभ्रिवान। यति भन्दा सियु लेट्स गो। क्षेत्र नम्बर 5 मा चाहिँ बालेनले हार भने मत परिवर्तन भएन, नेता नफेर्ने, जनता फेर्ने। कति फेरिदिँदो होइन नेता जतै फेरिदिने खतरा होला। के भन्नु हजुर, अब म त शेरबहादुर पार्टी परि अल्पमतमा पर्नु पर्यो हजुर। म शेरबहादुर भने फेरि तपाईँले नेपाली काङ्ग्रेस शेरबहादुर सम्झिनु भयो होला। ए अर्को नयाँ म एकदम स्वतन्त्र शेरबहादी। यहाँ जे आउँछ मोबाइलमा राम्रो चिज जे आउँछ त्यसलाई सेयर गर्ने शेरबहादुर चाहिँ म। स्वाग झापले हो नि त। पिएलले दिएको भत्ता खाएर रविलाई भोट हाल्ने भन्ला नि फेरि आमा। त्यो दुनियाँलाई ठगेर ल्याएको पैसा दिइहाल्छ नि। भल यस्तो बुझिसक्यो कि सबैले। ओली प्रधानमन्त्री कि पर्छन् र? हजुर, ओलीलाई प्रधानमन्त्री बनाउन चाहनुहुन्छ कि पर्छन् र? यो भातेलाई बनाउँछन् प्रधानमन्त्री, त्यो भ्रष्टाचारी भातेलाई। कसलाई बनाउने त्यसो भए? यही रवि सर भन्नुहुन्छ नि। यही रवि सर। सही बात छ। यो हुन्छ, यो भनेको जनचेतना हो क्या। जागिसक्यो कि गाउँ गाउँ बस्ती बस्तीबाट जागिसक्यो, मान्छेहरू चेत आइसक्यो कि के गरेर दिनु 30 वर्ष के गरेर त खतरा डर दिन्छ। यो पालि बालेन कि केपी बा? होइन माटो हो नि, हर्के। ए माटो। अब हर्क साम्बाङबाट बोल्नु? हजुर। किन हर्क साम्बाङ्ने चाहिँ किन? भिजन छ राम्रो। के छ भिजन? ढुङ्गा बोकाउँछ, जिउ दुखेको निको पार्छ नि। बहुत कमेडी यार। अनि झापामा चाहिँ बालेन र ओलीमा चाहिँ कसले जित्दा राम्रो होला? बालेनले। के हो यो खास ट्रोल बनाउनै गरे हो कि साँच्ची हो कि? एमालेको झन्डा बोकेको छ होइन, कि झन्डा चाहिँ किन बोक्नु क्या एमालेको? केपी ओलीसँग को डराउँछ अरे? हेमराज पनि डराउँछ केपी ओली। क्यार र नि त्यो उहाँले अर्थ त्यो सम्हाल्न पर्यो नि। स्याभेज आउँछ त झाप्लिस भएको त यार। एमराजलाई पनि गाह्रो हुन्छ अरे केही बोले सम्हाल्नु भनेपछि नेपालले कसरी सम्हालिरहेको रहेछ आमै गाह्रो। जित्दैन न, मैले के छु भने कसले? केपी ओलीले। केपी ओलीले जिते भने म नेपालै बसेँ। एमाले औडा पैसा दियो भने के गर्ने अरे? खाने हौ, पैसा पनि खाइदिने, काङ्ग्रेसले हो नि खाइदिने। पैसा खाइदिने। अनि भोट चाहिँ भनेर भोट माग्न आयो भने पैसाले भन्ने, अनि भोट चाहिँ केमा हाल्ने अन्तिममा? घन्टीमा। बालेन शाह घन्टी छाप चुपचाप घन्टी छाप
रगतको दिदी नेपाली काङ्ग्रेसबाट यहाँ दिएका छन् अरे मैले अहिले भर्खर यहाँ सुनाएँ मलाई कसैले दिदीलाई नउठ्नु दिदी भनेको किन भन्दा अब देश बनाउनु पर्छ क्या झोला बोकेर हुँदैन झोले बोकेर हुँदैन झोले भन्नु हुँदैन। दाइ 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 नेपाली हो हजुर हो। तपाईँलाई अहिले नेपालको कुन नेता मनपर्छ दाइ तपाईँलाई? मन पर्ने त केपी ओली हो हजुर, तर जिउँदो होइन मरेको। आज हाँसी उठ्यो। अनि यसपालि भोट हाल्न जाने होइन केलाई हाल्ने एमालेको कार्यकर्ताहरू हेर्नु त यार सबसे आपको समझ में नहीं आता है इसलिए अगर सबको समझ आता तो इतना हंसता अभी है। तपाईँको गुदी यहाँ छुटे चाहिँ यो आएर लिएर जानु है। केपीलाई नदिएको 3 खेप भयो मैले। किन नदिनु भए वृद्ध भत्ता दिए तपाईँहरूलाई भन्नुहुन्छ उहाँले केपीले दिन्छ नानी हामीले जग्गाका कर लगेर बुझाइदिन्छ। नमस्ते आमै लसो बिग रेस्पेक्ट आमालाई। यस्तो हो कि बुझ्नु पर्छ, यसरी बुझ्नुपर्छ क्या, यसरी बुझ्नुपर्छ होइन। घुस खाए के अरे करप्सन भयो भने खोइ मेरो गोजीबाट त गएको छैन भन्ने आम जनताहरूले हाम्रो गाउँको हुन्छ नि नबुझ्ने अनपढहरूले चाहिँ त्यस्तो सोच्छ कि मेरो गोजीबाट त लुट्नु आएको छैन, मलाई त ठगेको छैन भन्ने हुन्छ नि। आमालाई थाहा छ क्या कसरी लुट्दैछ, हाम्रो पैसिनाको कमाइ कसरी चाहिँ लुट्दैछ तिनीहरूले भनेर होइन ल। केपी बाले सिट्टी लाउनु भयो भनेपछि 2 लाख युवा काठमाडौँमा आउनेछन् हो केपी बाले सिटी स्वर लाउने बित्तिकै 2 लाख युवा चाहिँ यस्ता खालका आउँछन् यहाँ माथि हेर्नुहोस् त साथीहरू। अरे त्यही भएर केटा मैले भनेको, त्यही भएर झोले नबाट अहिले एमालेको झोले बढ्ने स्थिति छैन। कुकुरसँग जाँच्ने त यार, ओ माइ गॉड। यो सब केपी ओलीले गरेर हो, यो सब केपी ओलीले गरेर हो। सक्यो केपी आउँदैनन् अब जीवनमा पनि अघि के भन्दै आउँदैनन्। त्यो अस्ति नि घरेलु त्यो तना यसो के अरे त्यो ठ्याङ्ग पारेको थियो नि 84मा बस्ने भनेको त अहिले उसमै बस्नु पर्यो 82मै। बालनका यति चाहिँ किन सस्करा भइराखेका छन्, किन गइराखेका थाहा छ? यिनीहरू 10,000 20,000 आइफोन भाँडेका छन्। हेत्तेरीबाट अघि नै भन्नु पर्दैन, रात परिसक्यो सबैले बाँडेर सिद्धाइसक्यो होला। बालेन साहब बोल्दैन भन्छ, बालेन साहब बोल्नै पर्दैन। दौरा हानिदिइहाल्छ केटाहरूले, बबाल कत्रा कडा जे पाए त्यही भनिदिने। अब जे पाए त्यही आइफोन बाँड्दै थुक्कामा चोरहरू जे पाए त्यही बोल्यो। भोट दिनुहुन्छ कि एमालेको छोरे तपाईँ? घन्टीलाई घन्टी बालेन प्रधानमन्त्री बनाउनु पर्दैन, बालेन तपाईँ मासु भात नबुझ्नु हुँदो रहेछ हेर, झोले भा तपाईँ मासु भात नबुझ्नु हुँदो रहेछ। ओ अहिलेको यो साँच्चै सोचे थियो बालाई नै झोले दिदी यार, झोले माऱ्यो त गाह्रो छ। त्यो भएर घन्टीमा आयो पालि घन्टी के एकचोटि त ट्राई गर्नु नि नयाँलाई हो क्या हुनु त। ओके पार्टी चेन्ज नगरौ, ठिक छ पार्टी चेन्ज नगर, पार्टी नसामा पार्टी छ भने पार्टी चेन्ज नगर, तर मत चाहिँ चेन्ज गर टक्क लाएर होइन। अब खुलेर जानु मन लाग्ने त खुलेर गयो हुन्छ, चेन्ज गरे हुन्छ, अथवा स्वतन्त्र बस्यो हुन्छ होइन। तर एकचोटि चाहिँ नयाँलाई दिनुपर्छ। 35-40 वर्षमा बनाएन देश भने चाहिँ अब फेरि 5 वर्ष थपेर बनाउँछ त यिनीहरूले होइन। परिवर्तनको उत्सव हरेक एउटा भोट छोरा चाहिँ घन्टी भयो एमाले हो मार्ने हो। यसरी नै सदनमा ऱ्याक गर्नुपर्छ, यसरी नै ऱ्याक गर्नुपर्छ, साँच्ची नै हो।
बालेन भन्दा 100 गुणा बढी महेश बस्नेतले काम गरेको छ। के महेश दाइ तपाई पनि 2 नम्बर कामको बात भइरहेको छैन नि, 1 नम्बर काम 1 नम्बर। आई लभ यु सेन्टेरम सेन्टेरम। ओ माय गॉड, महेश बस्नेत त झन् यार बोलेकै रिस उठ्छ, कस्तो बोलेकै रिस उठ्छ, थोडैदेखि रिस उठ्छ। के हो पागल, जे पाए त्यही बोलिदिन्छ। जय घन्टी यस फुस्क्यो फुस्क्यो है फुस्क्यो खिद्यो ल जय घन्टी बा। आफूले कतिको तताएको छ चुनावी माहौलले खास तताएको छैन, केही छैन। हेर्नुहोस् तपाईँ आफै वडा देखि भएको कुन ठाउँ? यही 9 नम्बर वडा। कुन पार्टीबाट? एमालेबाट भनेको आफ्नै काम गराइबाट सन्तुष्ट त्यो जुन ला मैले के गरेँ, मैले के बोलेँ टाइपको के छैन, कन्फिडेन्ट के भन्ने होला। घन्टी छान्ने कुरो नगर मलाई, घन्टीले के चाहिँ गरौँ, ईश्वर बाथाउँ न मैले पढा हो। बेजत गराइदियो कस्तो चिजको एमालेमा काङ्ग्रेसमा आउँदै मासु भात खानु पाउँदैन, कुखुराको मासु भात, खसीको मासु भात, पेट्रोल घन्टीले दिएन, देश बनाउनु हिँडेछ होइन। त्यसरी अरूलाई त्यसरी लुटायो भने फेरि त्यसरी फर्काउनलाई भ्रष्टाचार गर्नुपर्छ भन्ने बुझ्नुपर्छ। त्यस्तो मानसिकता भएकोले चाहिँ अहिले त्यसो छैन है, सबैले बुझेकै छ यो कुरा। तर ट्रु बोले कि इस्कुस र भात खुवाएर ल कस्तो भयो अहिले देशको माहौल कस्तो भएछ हेर न, चितवन 3 को रमाइलोहरू। ल बच्चा हो नि त, बच्चाले कहिले पनि झुटो बोल्दैन होइन। घन्टीमा ल आफूलाई चिनाउनु परिरहेको छ कि यस्तो गति भएपछि के हो नेताहरूको हालत। बालेन चाहिँ जस्तो हुनुपर्छ, बच्चाले चाहिँ हात जोडेर आउँछ यार। दिनभरि हिँड्यो, थकाइ लाग्यो, फक्काटीमा घन्टी एमालेको ठुल्ठुलो नेताहरूको दिमागमा शुद्ध पनि टिङ्ग बच्चा जस्तो लाग्छ। साँच्ची बवालबाट बच्चा बाले नै आउँछ। केपी ओली भाइ, केपी ओली नि मान्छे हुन्। सबै कसम पहिला मलाई मात्रै यस्तो रिस उठ्छ, सबैलाई रिस उठ्छ, सबैलाई यार यस्तो रिस उठ्छ। के भन्ने ओ भोगटे नमस्ते गर। फागुन 21 को चुनाव पछि केपी ओली कहाँ हुन्छ अरे? ल भन्दै त तेरो भेडाहरूलाई केपी ओली लगन खेलको पागल खानामा हुनेछन्। के भने कुनै बेला विरोध गर्थ्यो होला नि, अहिले चाट्ने बुढोले पैसा पाल्यो, अहिले चाट्दै हिँड्छ। हरेक सचेत वाइफले चाहिँ आफ्नो हस्बेन्डलाई चाहिँ यसरी नै तलाउनु होला होइन। पेट्रोल र मासु भातमा मात्रै पछाडि पर्नु हुँदैन भनेर सम्झाउनु होला है नि त। देश बनाउनु छ भने आफ्नो बाल बच्चाको भविष्य राम्रो बनाउनु छ भने एकचोटि मत चाहिँ चेन्ज गर्नै पर्छ है हाम्रो। ल देखा आपने लापरवाही का नतीजा। मम्मी केपी ओली कि बालेन नभए त जन्मदाता चलाइदिन्थेँ मैले। ओ माई गॉड, घरबाट प्रेसर भयो। घन्टी लगाएर आउनु पर्यो नि त। अब काङ्ग्रेस माथे, एमाले माथे, यी तिनटालाई लगाएर भन्छ भोटाले नआयो भन्छ, घन्टी भन्छन्, उता के भन्छन्, कुजाइ भन्छन्, यसलाई भो भन्छन्, हलो भन्छन्, के भन्छन्।
तँ भोट हाल्दा आज त जसलाई मनपर्छ उसैलाई दिने होइन र बाबु को लागि छ चुनाव यसपालि खोइ थाहा छैन यस्तै हालत छ कसम चाहिँ हाम्रो गाउँतिर गयो भने यही हालत छ कसैलाई थाहै छैन मतलब छैन मान्छेहरूलाई मतलबै छैन क्या त्यही भएर पनि जो उम्मेदवार भएर हिँड्नुहुन्छ नि होइन राष्ट्रिय स्वतन्त्र पार्टीको साथीहरूलाई चाहिँ म के भन्छु भने जो उम्मेदवार भएर हिँड्नुहुन्छ बिजनेस के गाउँ गाउँ चप्पा चप्पामा जानु यस्तै हुन्छ क्या थाहा हुन्छ कसैलाई कतिलाई थाहै छैन कसम थाहै छैन यसो त्यही भएर भन्छ नि हल्का यसो रक्सी खुवाइदियो त उसले ल चुरी बुङ्गो है भने तामाङमा त्यस्तो हुन्छ क्या चुरी बुङ्गो है भने पनि तिमीले सूर्य मुखेर हान्छ कि कहाँ गएर हान्छ थाहा हुँदैन त्यही भएर सम्झाउनुपर्छ बुझाउनुपर्छ गएर होइन यो 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 यस्तो गर्दा नराम्रो हुन्छ त्यो बुझाउनु सक्नुपर्छ कार्यकर्ताहरूले यस्तो हुन्छ क्या सही हो यो चाहिँ दामी लाग्यो कोही मान्छे यस्तो हुन्छ क्या किन खुलेर भन्ने भने खल्ले अलि बाल कसको डर के को डर हो होइन थ्याङ्क यू फर वाचिङ वाल थ्याङ्क यू सो मच यार झापा 5 को स्याभेज रिप्ले रियाक्सन गऱ्यो है मजा आयो माइन्ड फ्रेस हो यार धेरै पछि खुलेर हाँस्नु है रमाइलो लाग्यो ओहो रमाइलो भने चुनावी माहौल पनि रमाइलो हुँदो रहेछ कस्तो ल त एभ्रिवान भिडियो के कस्तो लाग्यो होइन कमेन्ट्स गर्नु होला म त सिधै हुन्छु जसले जेसुकै भन्यो भने जेसुकै भन्नु एकचोटि घन्टीमा ट्राई होइन बालिन शाहले चाहिँ प्रधानमन्त्री भएको हेर्नु मन छ मेरो भित्रै मनदेखि होइन त्यही भएर सबैजनाले घन्टीमा भोट हाल्नु होला अनि त्यसपछि मेरो यहाँ सब्सक्राइब युट्युबको सब्सक्राइबको घन्टी पनि दबाइदिनु होला सब्सक्राइब पनि दबाइदिनु थ्याङ्क यू सो मच यति भन्दै जहाँ चाहिँ राम्रो टेक केयर एभ्रिवान सी यू बाई बाई